गुड मर्निङ वेलकम फ्रम योक अहिले चाहिँ म चाहिँ योकमा आएको छु बिहानै आएको घरदेखि यहाँ चाहिँ स्पेसल देखेको छ आज चाहिँ भाइको चाहिँ आज माइती भेटघाट गर्ने हो मैले अनफर्चुनेटली चाहिँ क्यामेरा चाहिँ ल्याएन त्यो मोबाइलले खिच्छु आज चाहिँ भिडियो आज के अरे माइती भेटघाट होइन यहाँ रक्सी सेलरोटी ए पित्रा थाप्ने ए यहाँ ऊ दिदीहरूले चाहिँ यहाँ सबै रेडी गर्दैछन् गरे बाहिर चाहिँ हाम्रो मामाले चाहिँ एकदम खसीको मासु भुट्दै हुनुहुन्छ हो बिहान पालहरू टाङ्गियो वेदर वाइज चाहिँ एकदम विन्डी थियो बिहान अहिले अलिक कम भएछ तर पालहरू टाङ्गियो चाहिँ इनकेस पानीको लागि प्रब्लम छैन दामी छ अब मोबाइल खिच्ने आज प्लस स्पेसल ओकेजन भिडियो रेडी छ रेडी त्यतातिर जाऊँ न त अब के हुँदैछ किचन है यो चाहिँ हेलो बाबु माइचु केही हुँदैन ए कत्दैछ खै नाइल र बेला यहाँ चाहिँ केही हुँदैन यहाँ चाहिँ रक्क लाएर रेडी भइसकेको छ यहाँ सियासन भरेको लागि आमा खै बाबा किन ए बाबालाई के जाडो हुन्छ बाहिर बस्छ अरे त्यही त हो त्यही गर्दा हुन्छ म त क्यामेरा ल्याउन बिर्सेछु नि त आज तेरो मोबाइलले खिच्नु पऱ्यो मिल्छ तर अब क्यामेरा कस्तो राम्रो चाहिँ आउँदैन नि त हल्लिन्छ ठिकै छ बस्नुहोस् है बिहान लगाएको पालो यस्तै छ मौसम क्लाउडी छ बिट अफ विन्डी यस्तै छ त्यहाँ हटमा चाहिँ मासु पक्दैछ को जस्तो छ अनुहार हो र सुन हो त्यहाँ चेयर पछाडि टाउ ठोकिन लागिसक्यो ल यहाँ अब सुरु हुनुला है कार्यक्रम दुबहरू बालेर दिने रे उहाँले भन्दै हुनुहुन्छ के गर्ने भनेर के भयो अरे छोरीलाई उता लिएर जाने रे अब मेरे को था तो कैसे दे हो यो मङ्गल कार्य हो पञ्चशील हुने 5 वटा सिद्धान्त भन्छ नि मैले 5 वटा भन्छ अब त्यो लोभ लालसा नगर्नु अब सकिने लागेछ है अब त्यो एनी दिदीलाई सबैले यो ऊ त्यो यो बत्तीले ऊ बाहिर ढुवा देख्दैछ होइन सबै बाहिर एनिले चाहिँ बाहिर राख्ने रे गएर राख्ने भने रे त्यसपछि चाहिँ अब यताउता भएपछि चाहिँ अनि सुरु हुन्छ टिकटहरू गर्ने ढोगभेट ए मजा आउनुभएछ के हुँदैछ त हालखबर चलिरहेछ खै त धुप म त बालेन किन अब बहिनीले दिनेर माफी माग्नुलाई तिमीभन्दा पहिल्यै मैले त्यो बिहे गरेँ हो उछिने गरेँ हाँस्न पो थाल्यो त मेरो भुल भयो
बहिनीले ल भयो मोर भन्नु रे के तपाईले हुँदैन भन्ने यति त हैन नि बडाको बडाइ हो अब एकटिले काम मान्छ धेरै ल्याउ भन क्षमा दिए दिदीले बहिनीलाई ल क्षमादान समाधान ल मैले पालै पालो है बिजनेरले भने म यो गर्छु साथ दिन्छु के भन्दै थियो अब चाहिँ एलिनाको पालो जस्तो छ यो भन्छ बहिष्कार गर्नुपर्छ यही हो मौका चित्त बुझेन भने पछि फेरि टुलेट हुन्छ दुईजनाले कसम खाए बाचा बन्धनमा बाँधिए कस्तो भइरहेछ त खुसी लाग्छ छोराको बिहा गर्दा कसको आमा खुसी बाबालाई राम्रै लाग्छ त्यति पनि एउटा बाबुको कर्तव्य हो पुरा गरेको खुसी लाग्छ बेहुला बेहुली बसिरहेछ है त्यहाँ मजाले जिजु तल त जिजु भन्छ जिजु बाजेले ल नेपाली नाइ नाइ उता बस बाजेले यहाँ उनको छोरी पनि आयो हेलो हेलो मनोज वेलकम वेलकम ओ दाइ ल वेलकम वेलकम पूजा त सिकिसक्यो त अमिर यु राइट वेलकम वेलकम नमस्ते या आई एम गुड गुड अमिर Hello, nice to meet you. Yeah, good. Very good, thank you. वेलकम वेलकम ल ल होल्ड होल्ड टेक इट आउट एन्ड होल्ड यहाँ चाहिँ अब यो टाउकोमा लगाउनेलाई के भन्छ अरे फेटा हुन्छ हजुर ढोँडो ढोँडो अब बेहुलाले चाहिँ अब ढोँडो लगाइदिँदै फेटा लगाइदिँदै हुनुहुन्छ बाजे भेनाले मजाले लगाइदिने पाकोलाई रक्षा गर्ने भर्खरको सन्तानहरूलाई पनि 82 सालको दर्शन पनि छ जीवनको के भएछ यो कान्छेले नम्बर काटेर गएको भएर सँगै डाँडमा पारेछ दिदीले है है बिहान मात्रै होइन हामी जिजु जिजु नि किन बसिरहेको छ नआश्रित छ टिका लगाइदिनुहुन्छ
भन्ने भन्छ त्यो अलिकति राख्नु होला ल कहिले सिकाएको ल भयो जन्ती भएन रे यहाँ आशीर्वाद चाहिँ उल्टो ढोक्ने पो हो छोरीलाई मात्र गर्दा हुन्छ हाम्रो कुलमा छैन अब के भन्ने अब ठुलो आशीर्वाद ज्यूले सबै कुरा एकदम सफल होस् यही नै है त मेरो त पुरानो त फुसोयो अरे अझै राम्रो होस् दुईजनाकै ठाउँमा छ है पहिला भन्थे मलाई ल सफल दाम्पत्य जीवनको चाहिँ कामना गर्दछु आशा माया भरोसा कहिले नछुटोस् सदा सर्वदा चार ढोका खुला रहन् के भने ल मेरो छोरी ल अब चाहिँ दिदीको पालो आयो 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 फेरि त आयो त भाडा लिएको त सकियो अब टिकटालो गरेर अब चाहिँ यहाँ उता खानपिन पनि गर्दै हुनुहुन्छ हैन अब अब यहाँ खाने कार्यक्रम भइरहेको रहेछ बाहिर बसेर खाइराख्नु भएको छ सबैजना मजाले पानी परेको छैन रहेछ देश राम्रै होस् मौसम ल खाना खाना दाइ अमीर चाहिँ त्यहाँ बसिरहेको छ भेना पनि त्यहाँ बस्नुपर्छ ल खानपिन भइरहेको छ यहाँ चाहिँ त्यहाँ मासु बनाएको हट अघिको भित्र चाहिँ यस्तै छ
अब यहीँ बस्ने खाना खाने होला नि त दुईजनाले के हो अब टिका लगाएर भइसक्यो भने त अब उता बसेर खाना खाँदा हुन्छ ल मेरो खाना पनि आयो कलाएर सुरु गर्नुपर्छ खसीको मासुसँग सबैले खाँदै हिँडिरहेको हुन्छ थ्याङ्क यू भेनाजी अमिर हाउस फुड Did you eat momo? Oh yeah, you eat momo. Oh, हावाहरू यस्तै भइरहेछ यस्तै छ लगाउनै खान्छु यो मोबाइलले यति गाह्रो भयो क्या भिलेजमा क्यामेराले सहिलो हुन्थ्यो ल अब म खान्छु है त मजाले डोला डोलै त्यो डालो गरेर बाहिर आएर छ अब खाना खाने होला Traditionally now they are married, no? यहाँ सबै माइकीलाई ढोकभेट गरेको रक्सीहरू सेलरोटीहरू छ त्योसँग चाहिँ मासु बिलो लगाएर दिने रे मनोज र रायन दाइले काट्दै हुनुहुन्छ यहाँ दाइ तपाईँ हो काट्ने मासु ओहो फ्रेस फ्रेस हो है यो चाहिँ फ्रेस खसी वेल्सको राख्ने एउटा भाँडा चाहिँ ठुलो भाँडा ल्याइदियो ठुलो भन्दा पनि मासु ठिक ठिक हिजो त काटेछ मासु कहिले बिचै कहिले ए कति काटे त्यसलाई पो दिनुपर्छ होला मैले त रगत छुनु भएन नि त कति बिलो गर्नुपर्ने आज यो मासु चाहिँ सर्ट काटेर सानसानो पिस बनाएर उ गरिदिने रे ए उ त्यो परसँग रक्सीसँग अनि मिक्स गरेर यो दाजुभाइहरूले चाहिँ बाँड्ने थियो क्या यो चाहिँ ए चलन 4वटा खुट्टा हो चाँडै सक्नु खसी हो नि अझै ल्याइदिउँ बिन ब्याग स्टाइलले चाहिँ काट्ने भनेर कस्तो हुनाले अब बुचोमा चाहिँ त्यो मेसिन हुन्छ र झ्याम झ्याम गाड्छ नि त ठिक छ कसरी कोसिस जारी छ मासु एउटा भएको मासु चाहिँ निस्क्यो अब चाहिँ अर्को भएको मासु अनि हड्डी काटेपछि चाहिँ ठिक हुन्छ आयो निस्किँदैछ निस्किँदैछ के भयो फर्कायो बेहुलीले देश विदेश सबैले हेर्छ होइन कता गएको माथि बसेको छोरीसँग माथि बसेको छोरीसँग ए हजुर हजुर ए Like and subscribe भन त Well done boy मार मासुको कटाइ हुँदैछ यहाँ तीनटा मात्र काट्ने रे एउटा मामाको भाग्यो दियो उदाइदिएको 15 वर्षको करियरमा फर्स्ट टाइम देखिरहेछ पोर्चुगलमा 3 वर्ष काम गरेँ अब तिम्रो इच्छा कुरा टिका लगाउने कार्यक्रम सुरु भइरहेछ जेठीले टिका लगाइदिनुहुन्छ है जेठीलाई लगाइसक्नु भयो टिका अब चाहिँ यहाँ काइलीलाई टिका लगाइदिँदै हुनुहुन्छ चाहिँ ल कान्छीको फ्यामिली इन अमिर डटर सलिम मामा
ल यहाँ अब माइतीहरूलाई चाहिँ यो बुझाउने यसलाई के भन्छ दिदी भन्नु त के हुँदैछ यहाँ भन्नु न छोरी पोल्नु भने रोटी रक्सी खाने भन्ने चलन छ है त्यही भएर छोरी पोल्नु गरेर रोटी रक्सीको चलन के अब माइतीलाई ल अब चाहिँ यहाँ माइतीहरूलाई चाहिँ ढोगेट गरेर चाहिँ दिदीले दिने हो यहाँ सबैजनालाई दिने रे ल सबैलाई चाहिँ ढोग्ने भेगले पल्दिन रहेछ त एलिना त ए भाउजू कागे भाउजू ए भाउजू आउनु त म त केटी होइन ए लाउने आउनु त दाइको सँग जानु फोटो सोचाले हाल्नु पर्यो बाँधिने हो हाम्रो त्यो त ठाउँ छोड्नु त बिस्तारै भाउजू त्यहाँ ओकेला बिस्तारै आउनु हजुर पहिला भाउजू माता कालजी 20 बार आउनु पर्यो यो चेयरहरू त सारेर यहाँ चाहिँ मासु काट्ने कार्यक्रम भइरहेछ अझै सकेको छैन ओहो ल ल ल ल बल भनेको त्यस्तो हुनुपर्छ काठै भएछ अनि यो काठ कस्तो भित्र खाली हुन्छ कि के हो होइन खाली हो भित्र त्यतिखेर भाँचेको ए त काठ त त्यहाँ त्यो भाँचेछ नि त भित्रमा खाली रहेछ नि त त्यो त भाँचेको यहाँ खै एउटा भाँच्यो यहाँ अर्को 2 फन्का अरे दाउरा भएछ ठिकै हो दुईटा एकुन्टा काट्ने हो बाहिर भयो आजबाट तिम्रो अर्को कुलमा गयौ नि आजबाट हामीले दियौँ तिमीलाई बाया गराएर खुसी राजी हुने तिम्रो राम्रोसँग जुगडेर जाऊ सधैँ हाँसी खुसी हुन् सधैँ यस्तै राम्रो भएको देख्न पाइयोस् अब तपाईँको राम्रोसँग भेचा गर्नु होला है छोरीलाई यस्तो ढोकेर पालेको छोरीलाई तपाईँले त्यस्तो मजाले हामीले हुर्कायौँ त्यस्तो प्रकारले रुख्दै गर्नुहोस् है भोलिपछि दायाँ बायाँ भने फेरि हामी यस्तो गर्नु भएन है सफल यात्रा मिलेर अगाडि बढ्नु गर्नु है ल यहाँ मासुहरू पनि बिलो लागिसकेछ सबै एक एकवटा मासु रक्सी सेलरोटी
बिजन त सुतिरहेछ जस्तो लाग्यो कि बेदैमा खोज्दै सम्धिले तिमी दुईटालाई दुईटा जेन सिकाएकै छन् त्यो बनाउनेमा के ठाउँमा दुईटा जेन सिकाएकै अहिले के भयो भन्दै हाँस्छु त्यो अनि त्यसपछि सुतेको 12 बजे निन्द्रे छोडिसकेर एकचोटि अनि ल अब त के होला पक्का चाहिँ आफैलाई लाज लाग्न थाल्यो नि 12 बजे त्यसपछि टिका ल्याउने बेलाको उता जाने मान्छे नपाएछ हजुर खानपिन चल्दैछ यहाँ सबै कार्यक्रम सकेर बेलुका नि भइसक्यो बेलुकाको 6 बज्न लागिसक्यो वाइनको साथ खाना जाँदै रहेछ खै त वाइन 2 जनाको मात्रै तिमीले चाहिँ नखाएको नो ड्रिङ्क अल्कोहल शाकाहारी साधु भएको साधु जिन्दगी खाँदैन अनि हामीले चाहिँ किन नखाएको त अनि मैले खाएको अर्काको पैसा टिपेर लिएर आयो क्या भनेको 20 खाएकोमा झिक्दै दिँदै गर्थ्यो बुढा बच्चा सब छोड्यो बुढाको मेरै बिहा भयो सबैले पैसा दिँदैछ है दिदी सासूहरूलाई फ्यामिलीलाई चाहिँ बेलुका भइसक्यो दौरो तास जाँदैछ 9 बजिसकेको छ फ्यामिली तास अर्को खाल चाहिँ अर्को साइडमा पनि जाँदैछ तास चाहिँ यस्तो दौरो गर्छ खेल्दै बसिरहेछ मजै तास जित्दै हुनुहुन्छ जितेर धेरै भयो मलाई त धेरै भयो जितेर बचाइलाई त्यहाँ छ पैसा टन्नै एमको त्यही हो ल हेरौँ 3 जनाले हेरिसक्यो जे दिदी खिम र बजैले म र एमले हेरेको छैन बाजी भयो बाजी भएछ है तिर्ने हो नि अब के गर्नु ल दुस भयो कि भएन थाहा हुन्छ नेक्स्ट डे आज चाहिँ दामी भएछ मौसम यस्तै छ के गर्नु हिजो भएन यो हिजो यहाँ तागेको यो पाल सानो घर गोठ के भन्ने हामी आज निकाल्दैछौँ कार्यक्रम हिजो सिधै थियो हिजो चाहिँ हामी तास खेल्यो बसियो 12:30 तिर हाँसेर गइएको थियो अनि बिहान ब्रेकफास्ट खाएर होटलदेखि फेरि फर्केर आएको लाएर यहाँ चाहिँ निकाल्ने कार्यक्रम हुँदैछ ल म साथ दिन्छु यो निक्ल्यो यो दुईटा निक्ल्यो अब त्यो पनि गरेर सबै एकचोटि निकालिदिउँ न यस्तै छ है यस्तै छ है मजा आएको छ ल यति छ भिडियो अर्को ठाउँमा भेटौँ होला स्टे सेफ स्टे हेल्दी लभ यु टेक केयर लभ अल के गर्नु मोबाइलबाट खिचेको अलि राम्रो भएको छैन होला सी यु नेक्स्ट प्लेस नेक्स्ट टाइम अन नेक्स्ट भिडियो नेक्स्ट ब्लग रोका फ्यामिली बाई बाई टेक केयर लभ यु अल ल यो पनि लास्ट खम्बा पनि अब निस्किनु रहेछ है